जसलाई माया गरे उनी कसैको श्रीमती थिइन्। म उसको प्रेमी थिएँ, तर उसको श्रीमान होइन। यो एउटा त्यस्तो कथा हो जहाँ प्रेम, विश्वास, विवाह, पछुतो र त्याग सबै मिसिएको छन्। तर यो कथा कसैलाई दोषी ठहर गर्न होइन, सम्बन्धका जटिल भावनाहरू देखाउन लेखिएको हो। कहिलेकाहीँ जीवनले यस्ता मानिसहरूसँग भेटाइदिन्छ जसलाई मनले कहिल्यै बिर्सन सक्दैन, तर समयले आफ्नो बनाउन पनि दिँदैन। म उसको जीवनमा त्यति बेला आएको थिएँ जब ऊ भित्रै धेरै कुरा दबाएर बाँचिरहेको थिए। ऊ विवाहित थिए, उसको श्रीमान थियो, परिवार थियो, जिम्मेवारी थियो। बाहिरबाट हेर्दा उसको संसार पुरा देखिन्थ्यो, तर उसको मनभित्रका केही घाउ कसैले देखेको थिएन। हाम्रो चिनजान सामान्य रूपमा सुरु भयो। सुरुमा केही सामान्य कुरा, त्यसपछि लामो कुराकानी। बिस्तारै ऊ आफ्ना पीडाहरू सुनाउन थाली। म सुन्थेँ, कुनै निर्णय सुनाउँदैन थिए। सायद त्यही कारण उसले मसँग मन खोल्न सके। एक दिन उसले भने, मलाई कसैले बुझिदिएको धेरै वर्ष भयो। त्यो एउटा वाक्यले मेरो मन छोयो। म उसलाई प्रेम गर्न खोजेको थिएन, तर माया त अनुमति लिएर आउने कुरा पनि त रहेनछ। दिन बित्दै गए। ऊ मेरो दिनको पहिलो शुभ पर्वत र रातको अन्तिम शुभरात्रि बनिन्। तर हरेक पटक मेरो मनले एउटा प्रश्न सोध्यो, के यो सही हो? ऊ कसैको श्रीमती थिए। म त्यो सत्यबाट भाग्न सक्दैनथेँ। कहिलेकाहीँ ऊ धेरै रोएर फोन गर्थे। म केवल सुन्थेँ। मसँग कुनै जादु थिएन, तर उसको आँसु पुस्ने शब्द खोज्ने प्रयास गर्थे। ऊ भन्थे, काश तिमीलाई मैले धेरै पहिले भेटेको भए। मसँग त्यसको कुनै उत्तर हुँदैन थियो। समयले हामीलाई अझै नजिक ल्यायो, तर वास्तविकताले हरेक दिन सम्झाइरह्यो, हामी सँगै हुनको लागि बनेको होइनौँ। एक दिन उसले आफ्नो परिवारसँगको फोटो पठाई। श्रीमान मुस्कुराइरहेका थिए, बच्चाहरू रमाइरहेका थिए। त्यो फोटो हेर्दा मेरो मनमा अचम्मको पीडा भयो। मैले महसुस गरेँ, यदि मैले यो सम्बन्धलाई अघि बढाएँ भने त्यो मुस्कान कतै हराउन सक्छ। त्यही रात मैले धेरै रोएँ। म उसलाई गुमाउन चाहन्नथेँ, तर उसको परिवारको खुसी खोज्ने अधिकार पनि मसँग थिएन। केही दिनपछि मैले उसलाई लामो सन्देश लेखेँ। भने, तिमीलाई माया गर्नु मेरो जीवनको सबैभन्दा सुन्दर अनुभूति थियो, तर तिमीलाई आफ्नो बनाउन खोज्नु कसैको संसार तोड्नु हुनेछ। म त्यो गर्न सक्दिनँ। ऊ धेरै रोइन्। उनले केवल यति लेखिन्, म तिमीलाई बिर्सन सक्दिनँ। मैले उत्तर दिएँ, म पनि सक्दिनँ, तर सम्झनु र आफ्नो बनाउन खोज्नु एउटै कुरा होइन। त्यसपछि हामी बिस्तारै टाढा भयौँ। आज पनि कहिलेकाहीँ उसको सम्झना आउँछ। कुनै गीत सुन्दा, कुनै वर्षाको रातमा, कुनै पुरानो सन्देश पढ्दा आँखाहरू सुहाउँछन्। तर आज म उसको जीवनमा फर्केर जान चाहन्न, किनकि प्रेमको अर्थ केवल पाउनु होइन। कहिलेकाहीँ प्रेम भनेको कसैको खुसीको सम्मान गर्दै चुपचाप टाढा हुनु पनि हो। सायद उसले आज पनि मलाई सम्झिन्छे, सायद सम्झिन्ने पनि होलिन्। त्यो अब महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण कुरा यति हो, उसको पुरो परिवार सुरक्षित रहोस्, उसको जीवन शान्त रहोस्। म भने उसलाई आफ्नो भनेर होइन, एउटा सुन्दर तर अधुरो सम्झनाको रूपमा मनमा राखेर बाँच्न सिकेको छु। कतिपय कथाहरूको अन्त्य विवाहमा हुँदैन, कतिपय कथाहरूको अन्त्य आँसुमा हुन्छ, र केही प्रेम कथाहरू यति गहिरो हुन्छन् कि तिनको सबैभन्दा ठुलो प्रमाण सँगै बाँच्नु होइन, चुपचाप बिछोड स्वीकार्नु हो।
यदि उसले कहिले यो कथा पढेकी रहेछ भने उसले थाहा पाओस् म अझै पनि तिम्रो खुसीको कामना गर्छु, तर तिम्रो संसारमा फेरि कहिले आदि भनेर फर्किन चाहन्न, कहिले आदि भनेर फर्किन चाहन्न।